कि तपाईँहरूलाई लाग्छ तपाईँहरूको लाइफ चाहिँ एकदमै डिफिकल्ट छ, 9 to 5 जब गर्नुहुन्छ र तपाईँहरूले आफूलाई टाइम दिन सकिराख्नु भएको छैन भनेर। सो त्यस्तो हो भने चाहिँ म तपाईँहरूलाई एउटा रियल स्टोरी सुनाउन गइरहेको छु। त्यो चाहिँ मेरो लाइफको ट्रु स्टोरी हो होइन, जुन चाहिँ मैले डिफिकल्टीहरू फेस गरेको थिएँ, कसरी मैले आफूलाई म्यानेज गरेँ होइन। किनभने म जब 15 वर्षको थिएँ, 16 वर्षको थिएँ, त्यति बेला मेरो बाबा बित्नु भएको थियो होइन। सो नो वान इज सपोर्टिङ मी द्याट टाइम, लाइक नो वान इज बिहाइन्ड मी। अनि त्यो डिफिकल्टीबाट उठेर मैले 25 वर्षको उमेरमा आएर आफूले चाहेको काम, आफूले चाहेको कुराहरू गर्दैछु अहिले भने मैले एभ्री टाइम लाइक सबै कुराहरूलाई म्यानेज गरेर होइन। मेरो जति पनि मैले पहिला टाइमहरू वेस्ट गर्थेँ मोबाइल स्क्रोलिङ गर्दा, गेमिङहरू गरेर होइन। सो त्यो टाइमिङहरू चाहिँ मैले अहिले आफूलाई इन्भेस्ट गरेको छु होइन। सो त्यसरी नै तपाईँहरूले पनि आफूलाई टाइम इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ। र जति पनि तपाईँहरूले त्यो एक्सक्युज गर्नुहुन्छ कि मसँग टाइम छैन, म 9 to 5 जब गर्छु अनि जबबाट आएपछि म सक्दिनँ, मसँग टाइम नै हुँदैन भनेर भन्नुहुन्छ। म 12 घन्टा 13 घन्टा काम गरेर आएर म जिम जान्थेँ, जिममा गएर केही सिक्थेँ होइन। अहिले पनि म सिक्दैछु, अहिले पनि म पर्फेक्ट त छुइनँ, तैपनि म अझै पनि सिक्दैछु। तर म युज लाइक डिफ्रेन्स छ पहिलाको म र अहिलेको ममा। सो त्यसरी नै आफूलाई टाइम दिनलाई ट्राई गर्नु, कहिले पनि एक्सक्युज नदिनु कि म भोलि ट्राई गर्छु, त्यो भोलि कहिले पनि आउँदैन होइन। सो 1 घन्टा एटलिस्ट दिनमा 1 घन्टा तपाईँले आफूलाई इन्भेस्ट गर्नु। त्यो टाइम भनेको चाहिँ तपाईँलाई पछि फ्युचरमा एकदमै तपाईँलाई हेल्प गर्नेछ। त्यो 1 घन्टाले तपाईँले आज 1 घन्टा दिनु, भोलि 1 घन्टा दिनु, त्यसरी तपाईँले एभ्री डे आफूलाई 1 आवर चाहिँ तपाईँले इन्भेस्ट गर्नुभयो भने फ्युचरमा तपाईँलाई एकदमै पर्फेक्टली बेनिफिट हुनेवाला छ। सो त्यही भन्न चाहन्छु, कहिले पनि भोलिको पर्खाइमा नबस्नु, स्टार्ट गर्नुहोस्। तपाईँले अहिले स्टार्ट गर्नुभएको समयले पछि तपाईँले एकदमै धेरै बेनिफिट उठाउन सक्नुहुनेछ।